हिँड न हिँड जङ्गलभित्र यस्तै हो बाटो खोज्दै हिँड्नुपर्छ So hello everyone, welcome back to my new vlog. Hope you all are fine. म पनि एकदम आरामै छु र आज भनेको बिहान मर्निङ राइडमा छौँ हामी. सो यतिखेर भनेको मेरो राइडिङ पार्टनर सुषमा सन्तोष एन्ड मी आज हामी तीनजना चाहिँ यहाँनिर चिया बगानमा आइपुगिसकेको छौँ. अहिले यतिखेर बज्दैछ 6. अनि हेलो सन्तोष, गुड मर्निङ. ह्यान्डसम भएर आएको छ कालो चस्मा लाएर. सो यता सुषमा राइडको स्टार्टिङमै पानी खाँदैछ. हेलो गुड मर्निङ. यति मात्रै हो पानी आज? गर्मी छ आज, धेरै पानी चाहिनेवाला छ. सो मेरो साइकल यता छ साथीहरू. सो अब यो चिया बगानबाट हामी सालबारी हुँदै अब कता कता पुग्छौँ. सो स्टे ट्युन साथीहरू, आज पनि राइड मजाले रमाइलो गर्नुपर्छ है त साथीहरू. सो अगाडि बढौँ है त. ल जाउँ 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 जाउँ. 7:30 बजे घर पुग्ने? 7:40मा? ल ठिक छ. हामीसँग लास्टमा स्कुलै जाँदैन. सो साथीहरू, सन्तोष चाहिँ रेस खेल्ने रेसको लागि प्र्याक्टिस गर्दैछ. यो रेस कुन चाहिँले गरेको के थाहै छैन त हौ. ल सुषमा अलिकति पेल्नु पर्यो अगाडि. यहाँबाट सिधै ल, सिधै भनेको त्यो सानो खोल्साबाट पार गर्ने. चिया बगान अनि हामी सालबारी जाने. सो साथीहरू, आज भनेको चाहिँ हामी यो चिया बगानको पोर्सन र अनि फुल सालबारी ट्रेल हामी राइड गर्नु गइरहेछौँ. सो अब गर्मी महिना लागिसकेपछि र यस्तो घाम झुल्किसकेपछि बाहिर चाहिँ राइड गर्नु अलिकति गाह्रो नै हुन्छ होइन. गर्मी हुन्छ, स्किन डढ्ने सम्भावना. अनि त्यसपछि जङ्गलभित्र चाहिँ अलिकति घाम पनि नपर्ने, शीतल. त्यो हिसाबले चाहिँ आज हामी फुल सालबारी ट्रेल राइड गर्दैछौँ होइन. यहाँ अलिकति खोला तर्नुपर्ने हुन्छ है. ल सन्तोष गयो सबलाई साइकलको माया छ. सो आज चाहिँ मैले कसैलाई पनि बोलाइनँ है, किन भन्दा स्कुल डेमा चाहिँ अब अलिकति राइड गर्नुको लागि चाहिँ अप्ठ्यारै हुन्छ भनौँ न. स्कुल जानुपर्ने हुन्छ, टाइममा घर फर्किनु सकिएन भने तनाव. थापा काजु चाहिँ फेरि फास्ट मान्छे छ क्या. अहिले ऊ 7:30मा घर पुग्छु भन्दैछ. 40 भनिसक्यो. 8 बजी पुग्दा पनि हुन्छ. 10 बजी पुग्यो भने स्कुलै जाँदैन होइन. थापा काजी, तिमी ताल पऱ्यो भने अहिले इलामगेट पुग्दिन्छौ होइन, स्कुलै नगइकन. स्कुल चाहिँ जाने? अस्ति बोलाउँदा नि होमवर्क छ अरे. जिउ के साह्रो बोधो भएको, सबैले मोटाए भन्दैछ. हेत्तेरिका पेट लागेर तनाव छ साथीहरू. जिउ लागिसकेपछि त यस्तो भक्ता हुँदैन, कुदाउनु पनि गाह्रो पर्छ है. सिया भइहाल्छ. यतिखेर चाहिँ हामी सालबारी पिकेट ट्रेल आइपुगिसकेका छौँ साथीहरू. सो सालबारी आइसकेपछि पिकेट ट्रेलमा हल्का राइड नगरिकन त जाने कुरा पनि भएन होइन. पहिला सुरु चाहिँ हामी पिकेट ट्रेल छिर्छौँ. सो यहीँबाट अब चाहिँ त्यो पानी पनि सुकिसकेको छ. ल राइट टर्न. सो हामी पिकेट ट्रेल चाहिँ यहीँबाट छिर्दैछौँ. अनि सन्तोषले सिट डाउन गर्दैछ. जङ्गलभित्र शीतल हुन्छ अब. गर्मी भन्नाले त्यस्तो हुनुपर्ने जति गर्मी चाहिँ अहिले यो वैशाखको अन्तिममा पनि स्टार्ट भइसकेको छैन. अब हेरौँ, जेठमा चाहिँ धरै गर्मी हुन्छ जस्तो मलाई लागिरहेछ. सो आज भनेको वैशाखको लास्ट डे है त. वैशाखको लास्ट डे. पहिला चाहिँ यहाँनिर टन्नै हिलो हुन्थ्यो क्या, त्यो भएर चाहिँ अनि यो बाटो आइँदैन थियो. अब अहिले भनेको चाहिँ हिलो सिलो सबै सुकिसकेको छ. अलिकति साँपको डर हुन्छ साथीहरू. खै आन्टी खै त जाउँ यो बाटो आउनुहुन्न होला.
अब यो चौरी चाहिँ केही पनि युजमा आएन छ क्या कसैको पनि घाँसहरू कति लामो लामो भइरहेछ पहिला चाहिँ यो चौरी हामी युज गर्थ्यौँ यो साइकल स्टन्ट प्र्याक्टिस गर्नुको लागि बिर्ताउनु भएको जति पनि स्टनरहरू चाहिँ यही चौरीबाट नै जन्मेको हुन् है सुस्ना चाहिँ त्यताबाट आइपुगेछ प्लस अब हामी पिके ट्रेल प्र्याक्टिस पोइन्टमा आइपुगिसकेको छौँ साथीहरू अब यहाँबाट चाहिँ हामी सिधै सालबारी ट्रेल जान्छौँ सुस्नाले झार्दैछ 2 नम्बरबाट र हाम्रो जम्पिङ पोइन्ट है ल यस्तो छ हाम्रो पिके ट्रेल आज हामी यहाँनिर बस्दैनौँ हामी सिधै अगाडि बढ्छौँ हामी चाहिँ पिके ट्रेलबाट बाहिर निस्किसकेका छौँ साथीहरू अब भनेको चाहिँ सालबारी जङ्गलभित्र छिर्दैछौँ है त हामी यहाँबाट अगाडि ल यहाँबाट चाहिँ अब हामी छिर्यौँ सालबारी जङ्गल ट्रेल थापाकाजीको पनि खुट्टामा त मसल्स निक्लिनु थाल्यो क्या हौ एक्लै प्र्याक्टिस गर्दैछ जस्तो छ अहिले रेसको लागि हो बेलुका बेलुका तुफान है इधर चाहिँ आऊ न यार सुस्मा त त्यस्तै फेरि अब हामी अलिकति कुना बाटो हिँड्नुपर्छ हिँड जङ्गलभित्र यस्तै हो बाटो खोज्दै हिँड्नुपर्छ ए जङ्गलभित्र हातले चाहिँ फेरि डन्ठीले कोरेर साफ पारिदिन्छ खुट्टालाई किधर चाहिँ जाउँ ओइ पट्ट गर त टायर ए यहाँनिर उयो छ है चुचो आन्टीलाई पनि भनिदेऊ चुचो यो बाटो रेगुलर कुद्ने हो भने चाहिँ यो पनि दामी बाटो बन्छ अहिले चाहिँ पत्ता झरेकोले गर्दाखेरि नि बाटै त केही देखिँदैन ल छ्याक खेलाएर अब यहाँ भनेको चाहिँ एउटा सानो डिस्टर्बेन्स छ क्या यो खोला छ एउटा सानो खोला त नभनौँ एउटा पैनी जस्तो छ नाली जस्तो अब यसमा चाहिँ अब पार गर्नलाई ओर्लिनै पर्ने हुन्छ सानो बाँसको पुल बनाऊँ भनेको कहिले पनि जुरेन यार एकजनालाई जिम्मा दिएको कहिले बनाइदिँदैन पानी त सुकेछ जस्तै छ यहाँबाट जम्प हान्नुपर्ने हुन्छ जम्प अस्ति तिमी लडेको होइन यहाँ जम्प ल जम्प ल आयो सुस्मा जम्प हानेर आयो ओए हान्दै जम्प हान्दियो
यहाँनिर एउटा बाँसको पुल बनाउनु पर्ने अब छ्याप्लाङ अब गयो 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 आएछ जाउँ ल थापाकाजी तिमी अगाडि जाऊ त बाटो देखाइदेऊ यहाँ यो 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 लाइन लाइन हिँड्नु न यही लाइन लाइन हिँड्नु न ल थरी थरी बाजा एउटै यो डाम हेर डाम बाटोको फेरि कुना काप्चा पुऱ्याइन्छ ल अब यहीँबाट राइट कता छ है बाटोको डाम पनि मेटिसक्यो क्या मेन कुरा चाहिँ नि राइट टर्न गर्ने कुरा हामीले छुटाइसक्यौँ अघि नै हामीले राइट टर्न गर्ने छुटाइसक्यौँ क्या खास चाहिँ यता हो लेफ्ट लेफ्ट मेरो लेफ्ट तिम्रो राइट यता हो क्या ल अब सुषमाले यो बाटो नछोड त नछोडिकन जाऊ है यो उताको साइड चाहिँ हामीले बढालेको थियौँ अस्ति अब यतातिर मान्छे प्रायः आउँदैन त्यही भएर यतातिर सरसफाइ पनि भइरहेको हेर्नुहोस् पेलो सुषमा अझै दियो दियो ए घाँसपात सबै छिरिसकेछ गियरभित्र चिया खानु जाने हो सन्तोष ओ थापाकाजी चिया खानु जाने होइन कफी खै खै भनेको के हो टाइम हेर न तिमीलाई स्कुल जानु ढिलो हुन्छ कि हुँदैन 20 मिनट बाँकी छ अब चिया पाक्ने 20 मिनट लाग्छ ए चुचो छ आम्मामा तर म जान्न होइन राइट ठिक छ यता अरे आम्मा यसो साथीहरू अवस्थी भयो हामीहरू रेगुलर टी सपमा जाँदैछौँ होइन साइकल राम्रोसँगले नकुदाएको त बहुत दिन भयो 15-20 दिन भइसक्यो ताप्लेजुङबाट आएदेखिको यो सेकेन्ड कि थर्ड टाइम हो कुदाएको त्यो पनि हल्का मात्रै त्यस्तो लङ रुट हामी हिँडिसकेको छैनौँ अब सानोतिनो एउटा रेस हुँदै रहेछ हाम्रो बिर्तामोडमा पनि अब मलाई चाहिँ डिटेली केही पनि थाहा छैन यो केटाकेटीहरूले चाहिँ फर्म भरेको रहेछ होइन त्यो रेस चाहिँ सकोस् केटाकेटीहरूले अनि अब स्याटरडे र सन्डे छुट्टी नै छ आखिर 2 दिन होइन अब हाम्रो बजार पनि स्याटरडे छुट्टी हुने कुरा चल्दैछ जस यसपालि चाहिँ चान्सेस बेसी छ बन्द हुने सो स्याटरडे सबैको बन्द भयो भने चाहिँ रमाइलो हुन्छ साथीहरू किनभने अब सबै केटाकेटीहरूको पनि स्याटरडे छुट्टी अनि हाम्रो पनि स्याटरडे छुट्टी भइदियो हुन्छ अनि लङ रुट जानु पाइयो नि त साइक्लिङ पनि त्यही भएर सो यो रेससम्म चाहिँ वेट गरौँ यो कुन चाहिँले गरेको रहेछ यो यसो थाहा पनि छैन त हौ हल्का अब एड गर्नुपर्ने हो कि तिमीहरूलाई बाहिरको मान्छे आउँछ भनेर डर लागेको भित्रभित्रकोले प्राइस चप्काइदिने भन्ने हिसाबले खेल्न आँटेको क्या हो त्यस्तै प्लानिङमा छ जस्तो लाग्यो तिमीहरू ओए बाटो त के भयो 2 दिन नहिँडेको यो बाटो छैन नि यो बाटोमा त यता राइट अझै घन्टा बाँकी छ घर 7:40 मा पुग्ने त्यसपछि
लुगा लाउने हिँडिहाल्ने खाजा खाने अनि पढाइ त छैन अनि पढाइ त बिए पास भन्ने पछि गरेर बिए नगरी भएको छैन हो र त्यो पनि राम्रै हो जमजम किन फर्केको घर जाने कफी नखाने घरमै खाउँ उसकै घन्टा बाँकी छ अरे जाउँ न अझै रङ रोड बनाउनु अलिकति भनेपछि ल ठिकै छ जाउँ ल हामीले राइड एक्सटेन्ड गर्ने विचार गऱ्यौँ है त साथीहरू फेरि सो हाम्रो टी सप चाहिँ अगाडिपट्टि छ तर अलिकति 2-3 किलोमिटर चाहिँ राइडलाई एक्सटेन्ड गरेर फेरि हामी रिटर्न ब्याक टु टी सप भएर चाहिँ कफी सफी खाएर जान्छौँ है साथीहरू मेरो राइट साइडमा हो ल यो जङ्गलभित्र छिर्दिन त आज राइट है राइट है राइट है यस्तो हल्का स्लाइड हानेर राइट है फेरि यो जङ्गलभित्र छिर्नुपर्छ यसरी राइड लम्बाउने मात्रै हो यसो लोकल राइडमा तन्काउने मात्रै हो ल हामी जङ्गलको नेक्स्ट पोर्सनतिर आइपुगिसकेका छौँ र यता भनेको सुषमा अगाडि गएर कफी भन्नु गइसकेको छ भने हामी चाहिँ हल्का एक दुईवटा फोटोसुट गरेर आएको साथीहरू है अब हाम्रो टी सप कुन चाहिँ हो पछाडिबाट ठ्याक्कै थाहा भएन मेरो विचारमा यो पनि होइन अझै माथि छ सिसा होला है सिसा के भयो ल यहाँबाट के हो सोचमा बसिरहेको रहेछ यहाँ ट्याक्क लाएर यो अहिले दोकान खोल्ने बेला अब अझै साइकल त कहाँ छिरायो तिमीले टायरमा हिल्लै हिलो छ अब चाहिँ खेती के बनाउने हो 1 नम्बर होइन 0 नम्बर लाउने यति शीतल हुँदो रहेछ कपाल नहुँदाखेरि आहा कपाल पनि नबिग्रिने नुहाउँदा पनि छिटो कोर्नु पनि नपर्ने तेल पनि लाउनु नपर्ने केही पनि गर्नु नपर्ने जस दिनको 15 मिनट टाइम सेभ हुने रहेछ है थापाकाजी हान्दिनँ 0मा सो साथीहरू हाम्रो चाहिँ अब सर्ट कफी ब्रेक हुँदैछ यहाँनिर सो हामी यहाँनिर 15-20 मिनट बस्छौँ अनि त्यसपछि फेरि रिटर्न ब्याक टु होम अब थापाकाजीको स्कुल जानुलाई ढिलो भइसकेको छ यता दाजुले कफी बनाउनु थालिसक्नु भएछ ल दाजु मिठोलाई एकदम स्पेसल है ल भात खाँदैन होला हौ खान्छौ बिहानै रुच ए उसले त 6 बजे भात खाने मान्छे हो नि त अस्ति हामी कहाँ जाँदा 6 बजे भात खाएर आएको किटिनी जाँदाखेरि 6 पनि होइन 5:30 बजे खाएर आएको 5:40 तिर अनि कसरी खानु 5:40 तिर धन्न कसले पकाउनुहुन्छ भात बाबाले 5:40 मा भात भनेपछि चिया चाहिँ कति बजे खानु 3 बजे ए सो आफ्टर द सर्ट टी ब्रेक हामी फेरि राइड कन्टिन्यू गर्दैछौँ है ल दाजु हामी लाग्यौँ ल अब गाना सुन्दै जानुपर्छ ओ नक्कली तिमी कति राम्री त्यो मुस्कान त्यो नजर त झनै दामी अरे जङ्गलभित्रबाट जानु पर्थ्यो घाममा परियो नि त अब